हेलो गाइज, नमस्ते अनि नमस्कार सबैजनालाई। आज चाहिँ हामी यहाँ दुधकोसीमा माछा मार्न आएको छौँ दाजुभाइ। नेट बोकेर होइन। अब यहाँ आज हामी माछा मार्नलाई जाल थापेर अनि भोलि बिहान चाहिँ उठाउन आउँछौँ। अब हाम्रो माछा मार्ने आइडिया हेर्नु होला। यो पारिपट्टिको दुधकोसी, यो नजिकको यो पारिपट्टि देखेको यो कोसी पारी चाहिँ खोटाङ अनि यतापट्टि ओखलढुङ्गा। आज चाहिँ कोसी धमिलो छ, माछा पर्ला जस्तो है। यहाँनिर थम्बललाई यो धमिलो अझ धमिलो अलि बढिरहेको। यहाँ कत्रो माछा मरिरहेको क्या यो। चाहिँ यहाँनिर थाप्छु एउटा पनि यहाँ थाप्ने अनि एउटा तल उयो दहमा ए त्यहाँ नट देखा त है। यो चाहिँ नेट हो। यो चाहिँ हामी पानीमा डालेर पानीमा त्यस्तो चाहिँ बिछाएर यो चाहिँ पानीमा बिछाएपछि होइन यसरी पर्छ।